ल गाइस नमस्ते है सबलाई। आज परि र म चाहिँ गोरीलाई भेट्न जाँदैछ। आज बिहान चाहिँ हस्पिटलबाट फोन आयो। गोरी हिजो अस्ति एकदम राम्रो भएको छ अरे। आज 5 दिन जति भयो हस्पिटल बसेको अनि हस्पिटलबाट एकदम खुसीको खबर ल्याए। गोरी ठिक भएको छ अरे। आज घरमा ल्याउन सक्छ भनेर फोन गरेको छ डाक्टर साहबले सिटी बेडबाट। अनि अब हामी चाहिँ लिन जाँदैछौँ। योलाई चाहिँ अब किन लान्छ नि, घरमा कोही छैन राख्ने। अनि घरमा दिदी र दाइ मात्रै छ कि घरमा भनेर फेरि यो हराउँला भनेर यसलाई पनि सँगै लाने हो। ल हामी अब हस्पिटलमा गएर गोरीले लिएर आउँछौँ। जाने हामी गएर आउँछ ल। एल्बम चाहिँ नबिर्सिनु लिएर आउनु ल। तिनको एल्बम भनेको एल्लो होइन, यहाँबाट यसरी तानेर यस्तो गरेर ट्याक्क उठाने यहाँको डाइरेक्ट त यस्तो यस्तोवाला होइन, टी टी होइन, टी यस्तो यस्तो कतिवटा एउटा टी चाहियो है। त्यसले गर्दा चाहिँ अहिले टी चाहिँ जरुरी छ। एउटा मात्रै छ यहाँबाट यस्तो गरेर अनि त्यसको जाली दिएर ल। 3 इन्ची है। पानी त बाहिर निकाल्नु। अहिले सम्झेको के खाली अब जाने उसको मम्मीले भेट्नु जाने है। यो चाहिँ पुरा रमाइलो गरेर बसिरहेको छ मैसँग। एकदम उसको मम्मी पनि छैन, आनन्द छ। कस्तो ज्ञानी छ है। हामी चाहिँ 7 बजे आइपुग्यो है। परि र म चाहिँ अब गोरीलाई लिन जाँदैछ। हामी उसको हस्पिटल त पर छ, गाडी यहाँ पार्किङ गरेर चाहिँ हेर्नु न। हामी कहाँ जाने रे? अब मम्मीले भेट्न जाने हुन्छ। यो बच्चा घरमा कसैले राख्ने, घरमा कोही छैन राख्ने है। अनि हामी जाँदैछ। कहाँ जाँदैछ अरे? कहाँ रे? कहाँ रे? मम्मीलाई भेट्न, उसको मम्मीलाई भेट्न हामी जाँदैछ। है है हामी कहाँ जाँदैछ अरे? लैनु बेबी, सानो बेबी लैनु। योपालि त अब बाँच्ला जस्तो थिएन है गोरी। भगवानको कृपाले बाँच्थ्यो। भगवानले अब अझै साथ थापिदियो पनि है। हामीले त बाँच्छ होला भने सोचेको थिएन। गोरी है एकदम नाजुक थियो, तर आज चाहिँ अलिकति राम्रो भएको छ अरे। पानी पनि खाएको छ अरे। खुसी लाग्छ। हेरौँ हस्पिटल आइपुग्ला। गाडी चाहिँ पर राखेको छ, एकदम पार्किङ समस्या छ क्या। गाडी ठुलो छ त्यही भएर है है है। आयो आएको यो जुन छ नि, हजुर यो अलि हल्का चाहिँ फ्लुइड स्लाइन यहाँ दिएको छ है। यो यहाँ अलिक सुरु भएको छ होइन, बिस्तारै यो गइहाल्छ है। भेट्यो आमा, मैले माया गरेँ हेर्नु न। ल ओहो को आएछ? ओहो मलाई चिन्यो चिन्यो। फिट भएछ है। बाफ रे, भगवान्ले यसलाई त अवश्य अर्को जन्म दिएको थियो है। यो के छ गोरी? बाफ रे, कस्तो माया गरेको, कस्तो माया गरेको। हेर्नु कति दिनपछि भेटेको। ओहो त्यति हेल्थी भयो है यो त। मर्से भनेको तपाईँको है। हामी धोपै छोडिसकेको थियौँ। हिजो पनि अलि हिजोबाट पलाउनु थाल्यो हाम्रो। के छ?
तेरो छोरीले राख्छ तेरो छोरीले राख्छ खतरा छ यसको है हो इम्युनिटी त्यतिको हुँदा पनि यसले सर्भाइभ गर्नु भयो भने यसको इम्युनिटी पावर खतरै रहेछ हामी त होप छोडिसकेका थियौँ नि यसको त्यही त हजुरले भन्दा त होपै छोडिसकेका थियौँ पुरै होप छोडिसकेका यसलाई अब के दिँदा हुन्छ डाक्टर साहब यसलाई चाहिँ मेट्रोन दिने हजुर। प्रोबायोटिक हामीले दिएछौँ 1-2 औषधि दिन्छु त्यो खुवाउने हजुर। अनि यो 5 दिनपछि जुन पुरानो औषधि छ नि उसको हो त्यो सबै कन्टिन्यू गर्ने ए अहिले म 2टा मात्र औषधि दिन्छु यसलाई हजुर हजुर 2टा औषधि दिन्छु बाँकी 5 दिनपछि तपाईँ उसको 3 दिनपछि आज भोलि पर्सि नि पर्सि भएपछि यो पुरानो औषधि कन्टिन्यू गर्छ त्यसलाई मासुहरू दिनुहुन्छ 2-3 दिन दही भात मात्र दही र भात आएन भने कलेजो चाहिँ सिटी लगाएर पकाएर भात चाहिँ मुस्किल होला कलेजोसँग अरू चाहिँ अहिले काँचो मासुहरू चाहिँ नदिनु यसलाई अनि पकाएको मासु पनि नदिनु होला ल यसको ज्यान चाहिँ ल तपाईँ त देउता जतिकै भयो रे म अचम्म लाग्यो ल हाम्रो डाक्टर साहबले नै हो हाम्रो कामै यही हो यो बुढी बच्चाको उसको इम्युन सिस्टम राम्रो हो त्यही हो यहाँ ड्युटी डाक्टर साहब हुनुहुन्छ उहाँहरूले यस बच्चाले मैले नि हो त मैले नि भनिसकेँ अब गोरी त बाँच्ला जस्तो छैन भनिसकेँ त्यो फ्यामिलीलाई अस्ति त हेर्नु त रगतै कति छाती है अनि लाउनै पऱ्यो भने पछि म लान्छु भने मैले त आज लाएन भने पछिले कहाँ लाउनु मिल्छ त्यहाँ कसो भइहाल्छ नि भनेको आएर हेर्नु चाहिँ गर्दैन पहिला पनि तपाईँले 4 लगाइसक्नु भएको छ राख्नु छ कता ए किन आउनु न त्यो भोमिटहरू त पुरै रोक्यो भोमिटिङ अनि त्यो डायरियाहरू पनि छैन अनि केही छैन छैन डाक्टर साहब अहिले केही छैन यसको भोमिटिङ छैन डायरिया छैन तर अब जुन गर्छ नि टोइलेट कालो टोइलेट गर्छ जमेको ब्लड छ नि हजुर हजुर त्यो आउँछ त्यसपछि ग्रिन आउँछ त्यसपछि यसको नर्मल आउँछ त्यही भएर अहिले दही मात्र दिनु दही बिना चिनी जति खुवाउनु भयो पानी जति खुवाउनु भयो त्यति फ्लस हुन्छ यदि सानोतिनो घाउ भयो भने उसले चाहिँ रिपेयर गर्दैछ त्यसले खाना चाहिँ बिसै खाएर डाक्टर साहब यसमा चाहिँ कुनै पनि डाउट छैन हो अब कुन बिस भन्नुभयो भने म भन्न सक्दिनँ किनभने हाम्रो उसमा टेस्टिङको त्यो छैन तर चाहिँ उसको साइन एन्ड सिम्टम उसलाई रिकभर गरेको स्टाइल हामी चलाएको मेडिसिनहरू छ त्यो चाहिँ तपाईँको किनभने यसलाई हामी 2-3-4 दिन पहिला डिस्चार्ज गरेका थियौँ अर्को डिजिजले गर्दा होइन त्यसमा चाहिँ त्यसपछि यो 4 दिनपछि यस्तो भएर आउनु भनेको अनि बाहिर हिस्ट्रीमा पनि बाहिर गएको थियो अनि त्यसो आएपछि लेथर्जिक टोइलेटमा डायरिया अनकन्सियसनेस त्यो सबैले गर्दा तपाईँको हामीले चाहिँ क्लिनिकली डायग्नोसिस गरेर साइन्स फिजिकली डायग्नोसिस गरेर हामीले त्यो डिसाइड केही चन्द्रको ट्रिटमेन्ट गर्यो न चिज फाइन थ्याङ्क यू डाक्टर साहब हाम्रो डाक्टर साहबले बचाउनु होला उहाँ चाहिँ गोरीको लागि देउतै नै होला म त हो नै अब उसो भइसक्यो अब बाँच्दैन होला भाइ तर यसो बानी एउटा के छ भने जे पाउँछ त्यो खाँदो रहेछ त्यही बानी के तपाईँको प्रायः डगहरूलाई चाहिँ 1-2 पल्ट त्यस्तो भयो भने खाँदैन हो यसले जे पाइ त्यही खाइदिँदो रहेछ यसको बानी अर्को कुरा मैले यसकोमा के अब्जर्भ गरेँ भने हामीले दिँदा खाँदो रहेछ कोही नयाँ मान्छे आयो दियो खाँदो रहेछ किन अर्को एउटा दिदी आउनुभयो उहाँले चाहिँ मलाई के खुवाउन मन लाग्यो लाउनु भन्नुभयो मैले उहाँलाई दिएँ ट्राई गर्नु पटक पनि खाएन त्यस्तो छ क्या यो त जक्खर छ नि जक्खर यो त बदमास हरामी यसलाई गएर भोलि बाथरुम पनि गरिदिनुहोस् है यसले पुरै कपाल पनि हटाइदिनुहोस् सबै हटाइदिनु पर्ला है नयाँ आयो नयाँ जीवन पाए गोरी यो घाँटीमा हामीले स्लाइन दिएको थियौँ बचाउनलाई होला है सबको हल्का छ त्यो बिस्तारै गइहाल्छ ए ठिक छ ए बाफरे ठिक भयो अब भाइ भने चाहिँ मास्क लगाउने सोचेको पनि थिएन मेरो गोरी हस्पिटलमा हो है बाँच्यो है दोस्रो उसको जीवन पायो भने चाहिँ यसले धेरैवटा जीवन पाइसक्यो यसको बदमास हरामी छ यो अब चाहिँ यसलाई हामी छोड्नेवाला छौँ अब यसले बाँधेरै अथवा राख्छौँ जोगाइ है ठिक भयो हातले चप्पा एकदम ठिक भएछ नि एकदम ठिक भएछ नि गुड ज्ञानी अब ज्ञानी भएर जस्तो अब
चाहिँ अब घर जाने होइन त घर जाने होइन घर जाने होइन आमामा त आँसु पनि झार्यो त्यसको लागि हजुर यसपालि चाहिँ पुरानो अब 4 दिनपछि चलाउने कन्टिन्यू यसपालि चाहिँ यो चाहिँ बिहान बेलुका खाना अघि हजुर अनि यो खाना खाइसकेपछि बिहान पछि चाहिँ यो एउटा बिहान बेलुका यो 4 दिन खाना पछि यो खाना अघि अब यो सकेपछि चाहिँ पहिला पुरानो जस्तो कन्टिन्यू नै गर्ने हस् 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 यसपालि यति नै उसको मेरो बच्चा ठिक भयो ल गाइस फाइनली हामी घरमा आइपुग्यो घर चाहिँ हो परिवारले त्यहाँ पुगिसक्यो होइन खैरे 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 हो यो घरको रेखदेख अहिले पुरापुरी रेखदेख गरेर बसिरहेको थियो अब गोरी यहाँ छ गोरीले चाहिँ अब आइपुग्यो हो अब यसलाई चाहिँ बाँधेरै निकाल्नुपर्छ नभए भाग्छ कि गोरी चाहिँ अनि अब चाहिँ गोरीलाई एकदम विचार गरेर मात्र छोड्नुपर्छ कि नभए चाहिँ ऊ चाहिँ भाग्ने फेरि बिरामी हुने टाइपको छ गोरी मेरो गोरी खै आइपुग्यो घर आइपुग्यो ल हेर्ने गोरी हो खैरे पनि यस्तै खैरे र गोरी भेट्यो खैरे चाहिँ पुरा हाम्रो घर हेरिएको रेखदेख गर्ने उयो खैरी चाहिँ खैरी हम फालेर कहाँ पुग्यो अब यो खैर गोरीले चाहिँ यहाँ माथि मजाले जिङ्सो नमार्ने राख्छ कि परे पनि हम फालिसक्यो ल हाम्रो घर चाहिँ यस्तो छ अहिले अब कलर लाउन बाँकी छ माथि बाँकी छ यहाँ त बाँधेर राख्छु यसले नभए त्यो त बिरामी भएर फेरि हैरान भएछ खैरे ल अब खाना बनाउँछु अनि खैरीलाई